जोस आर्यन राई हो कि के हो भन्ने चाहिँ तपाईँ कानुनभन्दा माथि रहेछ नि त। यमराज के यमराज यहाँ मुकुटो लगाएर आउँछ नि त्यस्तै। अनि राष्ट्रिय जनावरलाई राष्ट्रले के मानेको छ त्यो त तपाईँहरूले पनि बुझ्नु पऱ्यो नि। विद्वान त विद्वानै जस्तो देख्छ त, पशु त होइन जस्तो लाग्यो। पशुको व्यवहार चाहिँ नदेखाउनु है। कानुनभन्दा माथि कोही पनि छैन। कहाँको राष्ट्रिय जनावर के अरे राष्ट्रिय जनावरलाई व्यवसायमा गर्नुपर्छ भन्ने त्यस्तो कहिले पनि गर्नुहुन्न। गुरुदेखि चेलासम्म हुन्छ त्यस्तै छ। के को यो नामै त माटो, यी के भन्नु, दिमाग पनि माटो, मान्छे नि माटो, बोल्छ त्यस्तै माटो। टेरीका यस्तोलाई कहिले भोट नहाल्नु चाहिँ हुन्न। जोस आर्यन राई हो कि के हो भन्ने चाहिँ तपाईँ कानुनभन्दा माथि रहेछ नि त। यमराज के यमराज यहाँ मुकुटो लगाएर आउँछ नि त्यस्तै। अनि राष्ट्रिय जनावरलाई राष्ट्रले के मानेको छ त्यो त तपाईँहरूले पनि बुझ्नु पऱ्यो नि। विद्वान त विद्वानै जस्तो देख्छ त, पशु त होइन जस्तो लाग्यो। पशुको व्यवहार चाहिँ नदेखाउनु है। कानुनभन्दा माथि कोही पनि छैन। कहाँको राष्ट्रिय जनावर के अरे राष्ट्रिय जनावरलाई व्यवसायमा गर्नुपर्छ भन्ने त्यस्तो कहिले पनि गर्नुहुन्न। गुरुदेखि चेलासम्म हुन्छ त्यस्तै छ। के को यो नामै त माटो, यी के भन्नु, दिमाग पनि माटो, मान्छे नि माटो, बोल्छ त्यस्तै माटो। टेरीका यस्तोलाई कहिले भोट नहाल्नु चाहिँ हुन्न।